हाई एभ्रिवान, सबैलाई सन्चै होला। आज चाहिँ हामी दोलखा स्थित रहेको टाङडुङ्गे डाँडामा घुम्न जाँदैछौँ। यो चाहिँ फिल्म सुटिङ, म्युजिक भिडियो सुटिङको लागि एकदम फेमस ठाउँ हो। यो ठाउँमा चाहिँ फिल्म सुटिङको लागि एउटा के प्लान गरिरहेको जस्तो भन्ने सुनेको थिएँ, बट एक्ज्याक्टली मलाई थाहा छैन। यो ठाउँमा चाहिँ आधी बाटो पिच छ, आधी बाटो चाहिँ खासै राम्रो छैन। गाडी बाइक सबै आइपुग्छ। यो डाँडामा चाहिँ लालीगुराँस फुल्ने सिजनमा आयो भने चाहिँ धेरै नै राम्रो देखिन्छ। डाँडाहरू सबै फुलले भरिएको हुन्छ। यहाँ चाहिँ स्पेसली रेड, व्हाइट र पिङ्क कलरको लालीगुराँस फुल्छ। यो चाहिँ गौरीशङ्कर हिमाल हो। यो चाहिँ पहिला यो 12 बिसेबाट चरीकोटमा हिँडेर जाने बाटोको डाँडा हो। यति राम्रो ठाउँमा चाहिँ यो फोहोरको व्यवस्था नहुँदाखेरि चाहिँ अलिकति राम्रो लागेन। म पनि दोलखाली भएर पनि मैले पनि खासै केही त गरेको छैन, म नि हेरेर फर्केर आएँ। हाइवेमा यस्तो फुटेको सिसा चाहिँ नराख्दै हुन्थ्यो है। बाई बाई।